अब गाडी चाहिँ गयो पारिका चट्याङ चाहिँ खत्रै लाग्यो झिलिक झिलिक देख्न सक्नुहुन्छ हाम्रो गाडी चाहिँ गइरहेको छ। हाम्रो भित्रको ठाउँ चाहिँ यस्तो छ गाडीको। गयो गाडी पारी फेरि त्यहाँ गएर पनि ठोक्किएको। न्यू ड्राइभर यस्तै हो जिन्दगी। तर यसमा हल्का सेटिङ मिलाउन जाने छैन गाइस। यस्तो बहाल हुन्छ नि खेल्न। हेर्नु मस्त चलिरहेको नि। आहा पुरै यो त घुम्नको जस्तो लाग्छ कि मस्त फिल आउँछ। गाडी त पुरै म ठोक्दै लाग्छु कि चिलले जाने हो। मस्त छ ठाउँ त। सर कार बिचमा हल्काले बचे। पुलिसको रहेछ कार धन्ने मार्थ्यो। अरूले त पुलिसले समातेको नि बनाउँछन्। खतरा चाहिन्छ, दिमाग चाहिन्छ। सर पारेर यो कहाँ बिचमा रोकिन्छ यो गाडी। हेर्नु त डिस्टर्ब बनाइदियो नि। पुरै यो मोड गएर फेरि घुम्छ है मेरो गाडी। यहाँ गएर फेरि फनक्क टर्न लगेर चिल्लै गइदिन्छ। लज्जा कारलाई हानिदियो मैले। सर किन रोक्यो गाडी? ए स्टार्ट बन्द रहेछ। अब चल्यो। एक गाडी घरङ पनि बज्थ्यो। खतरा बजाउँथ्यो। एकछिन पछि बजाउँछ है। मिल्दैन अहिले। खायो लज्जा। गाडी चलाउन आउँदैन ठोकेछ। तर मौसमले साथ देखाएन। हेर्नु हावाहुरी चलेछ, पानी परेछ। मौसम बब्बाल भइरहेको क्या। पानी परेको छ, दिनै खराब। सेम रियालिटी जस्तो। यो कारले किन बाटो रोकिरहेको? गयो। अब म पनि चल्दैला अगाडि। सरर यो चट्याङ त रेल जस्तै पर्छ क्या। हेर्नु न चट्याङ गड्याङ गुडुङ। पानी परेछ रोडमा त पुरै। गेम बनेपछि यस्तो बन्नुपर्छ त मस्तले। रेल जस्तो हल्का ड्राइभिङ हल्का राम्रो गर्ने मान्छेलाई त यो रेल जस्तै लाग्छ। अब मौसमले हल्का साथ दियो अहिले। क्लियर छ मौसम त। लस्करै गइरहेछन् गाडीहरू। यस ठाउँ चाहिँ बब्बाल छ। नेपालको म्याप अलि खेल्न पाइदिए झन् मजा आउँथ्यो। तर हाल्न पो आउँदैन र हो।
केही छैन बिस्तारै कोसिस गरिरहेको छ गाडीको हर्न चाहिँ बजाउने भने हेरौँ है मिल्छ कि न ल है 1 2 3 बज पपरी 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 हेरौँ बाटो त सिधा आहा मौसम हेरेन आकाश त्यो बादल सेत चल्यो गयो अगाडि गाडी बाँसको झाडीहरू यस्तो झन् मस्त मानिन्छ कि भन्न पो आउँदैन मलाई त मनमा यस्तो मस्त लाग्यो नि यो गेम अब यहाँ तेल भर्नु पर्यो यत्रो दूरी हिँड्नु पर्यो हे तेल त भर्नु पर्यो तर गाडी चलाउन आउँदैन र गाडी चलाउन फेरि पानी परिहाल्यो मौसमले त साथ दिन्न कि मेरो भाग्य छैन ल पछाडि आयो ट्याक्क गाडी लगेर तेल भर्नु पर्यो अब पुरै हानिदिन्छु पुरा नानो 70 लिटर ल हेर्नु यहाँ मेसिनमा पनि देखाउँदो रहेछ Terima kasih, hati-hati di jalan. 1050 को तेल ट्याक्क गाडी ब्याग आयो चलिदिन्छ म अगाडि तर मौसमले साथ देखेन हेर्नु चट्याङ हेर्नु चट्याङ अब म चाहिँ रङ साइडबाट गएँ यो चाहिँ हाम्रो होइन अर्को साइड हो यो बाटो गएको गाडी अब ठुक्कै हुन्छ अब हेर्नु है ड्याङ रङ साइडमा म गएछु चलाउन आउनु गाडी अझ ठोकिरहेको छु गाडीलाई चट्याङै खतरा लाग्यो फेरि अर्काको बाटोमा गएर अर्कालाई हान्दैछु मैले त म जस्तो हुनुपर्छ नि अब फेरि यहाँ पनि ठग्र्याक्क ल म चाहिँ आफ्नो साइड जाने बाटो आइसकेँ यहाँ चाहिँ गाडी यस्तो भयो ठोकेर अब सर जाने मौसम चाहिँ क्लियर छ बाटो पनि मस्त छ चलो गयो मेरो चाहिँ गाडी अहिले स्लो चलिरहेको अघि नै किनभने गाडी उता ठोक्यो यता ठोक्यो अझ ड्यामेज भयो क्या गाडी सब गाडीले जितिरहनु मलाई यो बसले पनि जितिदियो अब अर्को गाडी आउँछ है एकछिनपछि स्लो चलिरहेको यो बस ओभरटेक गर्न खोज्छ है मलाई तर म जान्दिनँ यिनीहरूलाई म एकछिन जाममा राखिदिन्छु जाममा एम्बुलेन्स पनि गयो मेरो अगाडि जित्दियो मलाई अब रोक्यो गाडी चाहिँ आजलाई नै यति नै गाइस अब अर्को भिडियोमा भेटौँला तर भिडियो सकिनुभन्दा पहिला चाहिँ मेरो डान्समा हेरिदिउँ र पछाडि गाडीहरूको जाम यस्तो छ ठाउँ पछाडि गाडीहरू चिल्दैछन् गाडीहरू हालती यस्तो छ कस्तो लाग्यो हजुर प्रतिक्रिया दिनु होला म चाहिँ यो टोराको गएर है नाच्दिन्छु यो कान्छी मस्सको मस्किँदै ठस्किँदै अब त्यहाँ अलग्गै गएर डान्स देखाउँछु है चिल्लै बनाएर ल
हेर्नु होला मेरो डान्स यो 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 मस्त बबाले रे आजलाई यति गाइस बाइ बाइ